नेपालको नेक्स्ट ब्याटल आउँदैछ र यो हो नेपाल भर्सेस ओमान। यो क्लासले सबै नेपालीहरूको इच्छा र चाहना पुरा गर्नेछ। लगातार एकपछि मुटु ढुकढुक गर्ने जितपछि के नेपालले आफ्नो टिमलाई निरन्तरता दिनेछ त कि ओमानले हाम्रो मोमेन्टमलाई ब्रेक गर्नेछ साथी हो? तपाईहरुलाई के लाग्छ कमेन्ट गर्नु है त। लेट्स गेट किक एन्ड क्रेज इन्टु इट। दुवै टिमको आफ्नो आफ्नो इतिहास रहेको छ र दुवै टिम अहिले आफ्नो आफ्नो उत्कृष्ट लयमा रहेका छन्। तर ओमानले हामीभन्दा केही सहज जितहरू हात पारेको छ र टेबल टपमा छ अहिले, किनभनेदेखि उसको रन रेट माथि छ। हामी दुवै टिमको अहिले 6 पोइन्ट छ 3 गेम पछाडि र ओमान हामीभन्दा टेबल टपमा हुनुको कारणको चाहिँ उसको केही सहज जित र रन रेट नै हो। त्यहीमाथि घरेलु मैदान भएको कारण उसको मैदानको नलेज पनि राम्रो छ र उनीहरूलाई केही हदसम्म होम कन्ट्रीको सपोर्ट पनि मिलिरहेको छ, होम पिचको पनि सपोर्ट मिलिरहेको छ। उनीहरू हामीभन्दा आफ्नो कन्ट्रीलाई ज्यादा बेटर वेमा जान्दछन् र त्यही भएर उनीहरूले निरन्तर गेमहरू पनि जितिरहेको। तर यसको मतलब यो होइन कि हामी कमजोर छौँ। हामीले पनि विगतका सबै खेल जितेर आएका छौँ र सबै खेलहरू रोमाञ्चक मुटु ढुकढुक गर्ने र एकदम मोमेन्टम पक्रेर आएको छौँ, जुन हामीमा जोस जागर र जितको एकदम पनि आश र हङ्गर छ। आजको म्याच एकदमै इन्ट्रेस्टिङ हुनेछ, किनभनेदेखि चाहिँ यो चाहिँ टेबल टपको मुकाबला मात्रै नभएर चाहिँ ट्रफीको मुकाबला पनि हुनेछ। जसले यो गेम जित्यो त्यो एकदम ट्रफीको नजिक पुग्नेछ। र अब कुरा गरौँ हामीले विगतमा खेलेका खेलहरूको बारेमा। ओमान र नेपाल बीच कतिवटा खेल भयो त र त्यो खेलहरू के भयो त? टी20 इन्टरनेसनल हेर्दाखेरि चाहिँ ओमान र नेपाल बीचमा 8वटा गेम भएको छ। त्यो 8वटा गेम सबै 2019 देखि अहिलेसम्म भएको र त्यो 8वटा खेलहरूमध्ये नेपालले 5वटामा जितेको छ, ओमानले 2टामा जितेको छ र एउटा गेम टाई भएको छ। यसको मतलब यो होइन कि हामीले ओमानलाई इजिली हराउन सक्छौँ, किनभनेदेखि चाहिँ ओमानको अहिले पुरानो लाइनअपहरू सबै हटेर नयाँ टिम फर्मेसन भएको थियो र त्यो टिमले खासै परफर्म गर्छ जस्तो कसैलाई पनि लागेको थिएन। तर अहिलेको टुर्नामेन्ट हेर्नुहुन्छ भने त्यही टिम, नयाँ इस्टाब्लिस टिमले चाहिँ एकदमै राम्रो पर्फर्मेन्स दिइरहेको छ पुरानो टिमभन्दा पनि, र उनीहरू एकदमै उत्कृष्ट लयमा छन्, किनभने उनीहरूले पनि सबै खेल जितेर आएका छन्। अहिलेसम्म कुनै पनि हार बेहोरेका छैन र हामीले पनि कुनै पनि हार बेहोरेको छैन। त यसको मतलब के भयो त, यो खेल नै निर्णायक खेल हुनेछ यो टुर्नामेन्टको बारेमा। त्यसैले हाम्रो खेलाडीहरूले चाहिँ जितको हङ्गरलाई अलिकति पनि कम हुन दिनु हुँदैन मैदानमा। हामीले निरन्तर ओमानलाई दबाब बनाएरै राख्नुपर्छ। यदि हामीले टस जित्यो भने हामीले फिल्डिङ गर्नुपर्ने हुन्छ, किनभने चाहिँ नुन टार्गेटलाई चेज गर्न ओमानको ग्राउन्डमा एकदमै सजिलो छ र फ्लेक्जिबल छ र नेपालले टार्गेट चेज गर्न पनि राम्रै गर्छ जस्तो लागिरहेको छ मलाई, किनभने हामीसँग भिजन हुन्छ, एउटा टार्गेट हुन्छ र माइन्डसेट हुन्छ, मलाई यति रन बनाउनु छ र प्रेसर कम हुन्छ जस्तो लाग्छ मलाई। र आजको यो जित हामीले निकाल्यो भने अलमोस्ट ट्रफी हाम्रो एयरपोर्टसम्म आइपुग्छ र घर मात्र ल्याउन बाँकी हुन्छ है त। किनभनेदेखि चाहिँ ओमानले जित्यो भने अनि हामीले चाहिँ सामुएलाई सायद हराउन सक्छौँ होला। सामुए त्यति राम्रो फर्ममा छैन ओमान जतिको, र हामीले फर्ममा भएको टिम अनि सबैलाई हराइसकेको हुन्छौँ। के लाग्छ त आजको म्याचको हिरो को रहन्छन् होला? सन्दीप रहन्छन् कि दिपेन्द्र सिंह ऐरी रहन्छन् कि गुलसन झा रहन्छन् कि कुशल भुर्ते अथवा आसिफ शेख कि त रोहित पौडेल रहन्छन्? तलपट्टि कमेन्ट बक्समा कमेन्ट गर्न नबिर्सिनु होला। आजको भिडियो यति नै थियो। भिडियोलाई लामो बनाउन चाहिनँ मैले, र यदि तपाईँहरू नयाँ हुनुहुन्छ भने च्यानलमा लाइक, सेयर एन्ड सब्सक्राइब गर्न नबिर्सिनु होला। नयाँ च्यानल छ, ग्रो गर्नलाई हेल्प गर्छ। तपाईँको सानो लाइकले तपाईँलाई केही घाटा हुँदैन, तर हामीलाई धेरै फाइदा हुन्छ है त। हस्त, धन्यवाद, नमस्ते।